आज म हजुरले देखाउनेवाला छु कि ग्यारेजमा मैले के काम गर्छु र काम गरेको पैसा कति पाउँछु र मैले ग्यारेजमा दिन कसरी बिताउँछु होला भनेर। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरू सबजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज भने म हजुरलाई देखाउनेवाला छु कि मैले ग्यारेजमा के काम गर्छु र काम गरेको पैसा कति पाउँछु र मैले दिनभरिमा के काम गर्छु होला त। सुरुमा भने मलाई कपडा चेन्ज गर्न पर्ने हुन्छ, त्यही भएर म चाहिँ कपडा चेन्ज गरिदिन्छु। किनभने काम गर्दाखेरि कपडाहरू सब फोहोर हुन्छ, त्यही भएर एक्स्ट्रा कपडा लाउनु पर्ने हुन्छ। हजुरले ग्यारेजमा काम गर्ने मान्छेहरूको कपडा त फोहोर हुन्छ भनेर हजुरले थाहा नै होला, किनभने कामै यस्तै हुन्छ नि त हाम्रो। कसै सुरुमा भने कपडा चेन्ज गरिदिन्छु, अनि कपडा चेन्ज गरेर भइसकेपछि गाडीको साइलेन्सरको जाली चेन्ज गर्न थियो कि, अनि त्यसलाई चाहिँ वेल्डिङ गर्न पर्ने हुन्छ उही सेट गरेर, अनि त्यसपछि वेल्डिङ गरेर निकालिदिन्छु म चाहिँ। अब भने साइलेन्सर सेट गरेर उही वेल्डिङ गरेर निकालेको थिएँ नि त, अब भने यहाँनिर लिएर फुल वेल्डिङ गर्न पर्ने हुन्छ। मैले चाहिँ त्यो साइलेन्सर वेल्डिङ गरेर पनि भइसकेको थिएँ, अनि अर्को गाडी आएको थियो बडी झार्नको लागि, अनि त्यसको नटबोल्ट खुलेकै थिएन कि, त्यही भएर मैले चाहिँ काटिरहेको थिएँ है त। माथि त नटबोल्ट मैले काटेर भइसकेको थिएँ, अब तल भने एउटा नटबोल्ट काट्नै थियो कि त्यो निक्लिरहेकै थिएन, निक्लियो कि नै भनेर मैले लिभरले चेक गरिरहेको थिएँ। माथि चाहिँ मैले नटबोल्ट काटेर पनि भइसकेको थिएँ, तल काट्न पर्ने थियो, अनि तल पनि काटिदिन्छु है त। नटबोल्ट काटेर भइसकेपछि चाहिँ बडी झार्न पर्ने हुन्छ कि, त्यही भएर हामी चाहिँ सबैजना मिलेर बडी झार्नतिर लगाइदिन्छ। हजुरले बोलेरो जिपले त चिन्नु नै भयो होला यो कुन गाडी हो भनेर मैले भनिराख्नु पर्दैन होला। यो गाडीको चाहिँ गुट्काहरू सब चेन्ज गर्न थियो, अनि हल्का कुच्चेको पनि थियो कि, त्यसलाई सिधा गर्न पर्ने हुन्छ निकालेर, अनि सिधा गरिदिन सुरु गरिदिन्छु। वेल्डिङ गर्न पनि थियो, अनि टालटुल गरेर पनि भ्याइदिन्छु। अनि खाना खाएर भइसकेपछि 1 घन्टाको रेस्ट हुन्छ कि, अनि खाना खाएर म चाहिँ एकछिन रेस्ट गरिरहेको पनि थिएँ। अब भने कुरा गरौँ मैले महिनामा पैसा कति कमाउँछु भनेर। अहिले भने मैले महिनाको 20,000 कमाउँछु, खानासाना सब साउले दिइरहेको हुनुहुन्छ है त। हामीले चाहिँ त्यो बडीको काम पनि सब भइसकेको थिएँ, अनि त्यो बडीहरूमा चाहिँ खिया लागेको थियो कि, त्यही अनि जाँदै पेन्ट हान्नु पर्यो भनेर हामीले चाहिँ पेन्ट पनि हानिदिएको थिएँ। त हजुरले देख्नु नै भयो होला मेरो ग्यारेजमा दिन कसरी बित्छ भनेर। अनि त्यो बडी चाहिँ हामीले चढाउनु पर्ने हुन्छ, बडी पनि चढाइदिन्छौँ, अनि बडी चढाएर भइसकेपछि चाहिँ मेरो छुट्टी हुने टाइम हुन्छ कि, अनि छुट्टी गरिदिन्छु। अनि आज चाहिँ मैले 300 रुपियाँ टिप्स पाएको थिएँ, अनि आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।